सो हेलो यार नमस्ते के छ तपाईँलाई आशा गर्छु सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु अनि आज चाहिँ मेरो मामु तरकारी पकाउन नभएको कारणले म पकाउँदैछु अनि आज चाहिँ हाम्रो तरकारीमा भुजिया रहेको छ र अनि म चाहिँ भुजियाको लागि सानो पिसमा आलु काटिसकेको छु र हाम्रो भुजिया चाहिँ यस्तो बनिसकेको छ अनि मेरो चाहिँ डान्स क्लास जाने टाइम पनि भइसकेको छ र अनि म चाहिँ डान्स क्लास जानको लागि जुत्ता सुत्ता लाउँदैछु अनि म चाहिँ जुत्ता सुत्ता लाएर रेडी पनि भइसकेँ त्यहाँबाट म चाहिँ लागेँ डान्स क्लासतिर भन्नु होला कति डान्स क्लासको भिडियो बनाउँछ यो भाइ भन्नु होला अब के गर्नु यस्तै छ मेरो दिनको रुटिन अनि मैले भाइलाई भेटाइ पनि सकेको छु र भाइ चाहिँ मलाई यहाँ पर्खी बसिरहेको रहेछ भाइ चाहिँ आज मैसँग प्र्याक्टिस गर्ने रे कि त्यही हो र अनि भने हामी चाहिँ डान्स क्लास आए पनि सकेको छौँ र अनि म चाहिँ एकछिनको लागि वासरुम गएको थिएँ भाइले त्यहाँ एक्लै एक्लै पकौडा खाइरहेको रहेछ अनि म चाहिँ यसो आयो हल्का डान्स टुई टुई हानिदियो त्यहाँबाट म पनि लागेँ पकौडा खानतिर अनि त्यहाँबाट म चाहिँ टाउकोमा रुमाल सुमाल बाँधिओरी लागेँ भाइ र म प्र्याक्टिस गर्नतिर अनि दिदी भाइ चाहिँ हामी चाहिँ प्र्याक्टिस गरेर घरतिर जाँदैछौँ अनि दिदी चाहिँ कहाँबाट एक्कासी आयो भन्नु होला दिदी चाहिँ हामी प्र्याक्टिस गर्नुभन्दा अगाडि सुरुमा आएर बसिरहेको भएको थियो तर मैले भ्लगमा चाहिँ देखाएको थिइनँ अनि त्यहाँबाट हामी दिदी भाइ चाहिँ रमाइलो गर्दै गर्दै लाग्यौँ घरतिर अनि म चाहिँ घर आएर एकछिन यसो बसिरहेको थिएँ फेरि आलु काट्न लाउनु भयो अब के गर्नु काट्नै पर्यो अनि म चाहिँ आलु सालु काटिओरी पकाइओरी खानासाना खाइओरी यसो हल्का ब्रेकिङ हान्दै थिएँ के गर्नु खुट्टामा कतिखेर चोट लागेर ब्लड पनि निस्किरहेको छ थाहा नै भएन अनि आजको भिडियो चाहिँ यति नै भन्दै म चाहिँ यही एन्ड गर्न चाहन्छु हस्त धन्यवाद।